ढुक्क क्लास पर्छ है क्लास परेन भने टोकन लुटाइ केटा परेन टोकन लुटाइ अनि हेर त हावामा हेरिरहेको त उता गयो के हो यहाँ के भन्छन् मार्बल भएको यहाँ त गयो एउटा यहाँको टोकन लुटाइ एउटा त्यहाँको मैले एउटा टोकन खाएँ मैले खाएँ टोकन छोड्दिन ल एकजना को ए भाइ भाइ म आफै निकाल्छु एउटा निकाल्छ नेडर तिमीले यता नेडर यहाँ हो एउटा मैले निकालेँ ओ टोकनले त नेडरलाई दिन्छु काजु यहाँ हो गाडी निकाला किसने बसे हम नाइस लगडा अब त पुग्यो अघि त त्यो भोल्टले गर्दा मेन ल्याग भइरहेको थियो किनेर पुरै जोन त पुरै उता परेको त हो ब्याक सेभेन छ यहाँ बनाएको यार टोकन को चलाउँछु काज त म टोकन चलाउँछु टोकन त मेरो रात लाग्छ के मार्बलमा चेक हान्दा छ कि नै काज त नचलाउने तिमी चलाउँछु के एक्टिभेट चलाउन कहाँ मार्क आएर थियो मार्बलमा चेक हान्नु भने के चेक हान रे तीनटा खा चाउडा हैन एकपल्ट जाने हो उही मेरो अगाडि छ एकजना मेरो अगाडि छ यता यहाँ छ यहाँ तल टोकन फाला त बक्सा निकाल न गाडी स्टक चाहिँ मसँग त्यही तल छ यो एउटा यहीँ तल त हामी राइट साइडबाट जा अन्नेला तल छ त्यो ड्रोनमा देखाइरहेको नि दुईजना ड्रोनमा देख्यो फाइट भइरहेको साइलेन्सर ला मनि राइजे ओइ फाइट गरिरहेको केटो म कसैको भन्छु कोही त म यहाँ काट्छु मेरो मुख ड्यामेज छ एकछिन अगाडिको त्यो रोडको ड्यामेज छ दुई हेड छ बोल्ट दिम बिचमा पारेर दिएन मोको ड्यामेज चाहिँ त्यो दामी त्यहाँ ड्यामेज खान्छ पोस्टर ड्यामेज खान्छ डाउन कहिले क्लियर हुन्छ होला मलाई हेर त्यो ढुङ्गाकोले हेर अझ एकचोटि पड्किन हो सब भेन्छन् देखौ मेरो बोल्ट त डेन्जर हो के सक्दैन कसैले एकजना भइछ तीनटै भइयो बोल्ट चाहिँ भागे त्यो गाडी लिएर किनेर भोल्टले टार्गेट निकाल्छ यहाँ अगाडिपट्टि एकजना आएको छ हेर झरेको अगाडिपट्टि मात्र लाग्यो कि फ्लाइट आउट अफ प्लेस भइहाल्यो 90 का उसको त यहीँबाट झर्छ नि त एकै ठाउँमा होइन उसको मुझे लागे गर्छ कि मिस्टेक हुँदैन त्यही त भने त मैले भने त कहिले गल्फ गाडा थियो एउटा रिभाइभ गर्न ओगुलाई बचाइदियो त पहिला बाँकी भएको टोकन लिएर लन्च गरिकन एउटा मात्रै यहाँ आऊ न हौ त्यहाँ अगाडि त हामीले गाडीको पट्टि मोबाइल चाहिँ म पहिले भन्छु तिमीलाई नेडर टोकन ल्याउँदा आफै म तिमीबाट ओभर दिन आइरहेको छु
तो निकाल्यो है भेनिमल ट्रिटमेन्ट निकाल्दै गरे केटा बम बारुद छ भने मेरो मार्कबाट हैन है छैन यार रुकै म यता उलाई पावर दिखाएको थिएँ त गाडी कोसँग छ गाडी मसँग घोडा छ गाडी मस्त ट्रक छ म मगाउँछु रुक मेरो मार्कबाट जाम्ला के ओए प्राइमेरीले M590 देऊ के दिनु भए आउ न आउ अगाडि कारसँग लुटेर जाम्ला मैले ल यो पनि मजल लाउ त मजल छिटो आउ न हो घोडा छोडा तो बसन गाडीमा म पहिले घोडामा लाग्छ है घोडा त मलाई कस्तो चलाउन आउँछ लिफ्ट माथि टोकन लुट्दै माथिको ओए लुटाइ ओए घोडावाला टोकन छैन त केले खोज्ने हो मसँग दिएन चाबी टोकन थाला मेरो घोडालाई कसरी के गर्ने नि M90 कता हुन्छ गारन्टेड छ एउटा यहाँ मैले त विन्चेस्टर चलाएको मैले मार्क लाग्छ त मेरो मार्कको रोटेसन हेर्न हिँडेको मात्रै दोकान छुट्टै आउँछ तिमीहरू ओए घोडा छोडा के साथी दोकान छुट्टै आउँदैन न म ढुक्क बस्छु घोडा छोडा भनेको यता पर्छ होला आन्टी दोकान भेटेँ मैले टिम बुस्टर अर्डर गरिदिएको मैले सेन्टर चाहिँ खाना त सेन्टरमा पैसा अटो होला नि ओए इनिमी उठायो पछाडि एक गोली गयो यहाँ पछाडि आना कतिजना हो तल फाइट भइरहेको तल फाइट गरे एक गोली मेरो ओपन ड्यामेज चाहिँ मको फुल ड्यामेज चाहिँ ओए उता सेन्ट्रलतिर लाने हाने सेन्ट्रलको पुलतिर हाने जाने हो छिने हो ओए स्क्वाड आयो उताबाट स्क्वाड आयो ब्रिज है मुद्रा आइजे मेरो कभरमा आइजे क्रोनोमा छ क्रोनोबाट निकाल है एकजना हेर्छ एक गोली मतलब हेर्दिन्छ ढुक्करी गर्दै हल्का फुल्का लुट उठाइहाल है यहाँबाट M590 छिटो आऊ मेडिकेट हाने लेट आने हामी क्याम्प साइड जाने क्याम्प साइड दुईजना रिजिक पढ्यो होला तिनीहरू ब्रिजबाट निकाल्ने के गर्नु निकाल्ने भन त भाइ ब्रिजबाट कामला ये ब्रिज त मरेको हिजो तल है ल क्याम्प साइडतिरबाट तल होइन गएको म घोडा थाकै फाइदा के हाम्रो नि युटर्न त लिन्छ हो मेरो उक्रिन्छ नि यस्तो फरक त्यहाँबाट नि है क्याम्प साइडमा नि याद गर त्यो किनिरह है सेकन्ड बेस त्यो सक्छ नि रिभाइभल पोइन्ट जाने पहिला सुरु त यो जोनबाट हल्का निक्लिन्छ केटा हो त्यो हटा 10 वाला यो मान्छे कहाँ गएर मर्छ मलाई त्यति थाहा ओए माथि आउ त माथि मैले एउटा ठाउँ देखेको खतरा वाला एउटा नि घर छ नि त यहाँ माथि छ के एउटा तीनटा हो हो यहाँ
हटबाटी हानु यहाँ के खानु त थाहा भएन तर ठाउँ चाहिँ हो नेट ल नेट नेट हेर्न पर्यो नेट ल नेट मसँग मलाई चाहिने कुरा मैले ओइ म मस्टर लगाएर यता त्यो ब्यारियर बनाउँछु हेर है स्पोर्टिङ गराउ साथीहरू तँ गरेर ल्याउ त म टिम बुस्टर लिन्छु मसँग छ त्यो ओइ यहाँ अगाडिको टावरमा टावर कब्जा हान्न जाम टावरिङ म मस्टरै लिएर आएँ पछाडि ओइ एक केटी खै गन छैन भने कोहीसँग घरको ल्याए म त्यो अर्को मोटर लिएर आएँ अड्के थियो ओइ रोक न ए भगे अब यही टावर हो धर यही टावर हो कि यही टावर हो हेरे एउटा चल्छ पनि यसपालि पुनः गाडी गाडी आइटम बा गाडी यहाँ ड्यामेज एउटा ड्यामेज छ त्यो अर्को ड्यामेज छ है बवाल दाम पछाडि आऊ बवाल नाइस केटा हो माथि टावरमा पिस्टल वाइलो ओइ मस्त तिमीस त थिवा हाउ सेन्टर छ चारैतिर हेर उता जा ओइ कुचु उता जा अर्को कुनामा जा त ओइ म फोर्सतिर हेरिदिन्छु मेरो यता तल फाइट भइरहा रेन्जमा छ हो आउँदैन किन मेरो रेन्जमा छैन हौ तिमीहरू हाने यता डाँडातिर नि है डाँडातिर माथि डिसलाई फोकस गर यहाँ स्क्वाड है तिनीहरू स्क्वाड है ड्रोन छोड यो साइड ड्रोन फाल्दा ड्रोनमै प्राइस टेकर पनि हाल्छ न इन्स्टल गर्न छैन तल फाइट पछाडि क्लियर गरौँ न त्यही त पछाडि आयो गाडी एउटा डाँडा तल दुईजना रहेछ जान तेल त यो बाइक नै तल फाइरिङ आइरहेको जिल्ली उठेर छ पछाडिबाट हाने जोनबाट हाने त्यो अघि हामी अघि यो साइड आयो नि स्क्वाड पछाडि स्क्वाड यो अगाडि हाल्दै हामी अगाडि के हो यसै तलकोलाई हेर्न तोड्यो तलको लाप्ने लान है के दियो है तलकोलाई हेरे तलकोलाई उताबाट नि हान्छ उठ्दैन कामेरा हेर कार्नेटेडले हेडाइहाल्ने धेरै उतो गर्छ नि टिटी देऊ न ट्राई टिटी हान्न मलाई ओए तलबाट आए ओ तल के हो र त्यसले त हेड मात्र हान्छ त हो तलबाट आहान प्रेसर आउँछ हेरेर आएको छैन जोन चाहिँ होल्ड गर जोन त के हो किन हो यस्तो टोकन कति फाल्दा बसँग लो तलबाट आने ए मा भित्र हो भन्दैछु म भित्र आऊ भित्र आउन केटा है त हामीबाट आउँछ लाग्दैन ट्याक्ने ए तल आइसक्यो तल आइसक्यो टिम आइसक्यो ग्रेड थालेन ये मुनि आइज तलको लुगा ओइ भोल्ट लाग्छ लुगा मल्ले मलाई त हेड मात्र हान्छ त हो जेले नि
एक्स्ट्रा ग्रेडहरु फाल्दा हुन्छ नियर के अरे नियर तलपट्टि ट्याक्क तलपट्टि गयो भने ठ्याक्दै के हो र त्यो इनिमीहरूलाई त कसैले हान्दैन नि त हो तिनीहरू के सबैका ठिक तल छ हामी हेर तलपट्टि कुदेर आउँदैछ ओ तिम्रो बोल्ट झराल्नु झरालाई तिम्रो बोल्टै जाने तलबाट तलको किनार गर्दैछ म नेड हान्छु प्रेसर दिन्छु नेट तलकोलाई प्रेसर दे तलकोलाई म यताकोलाई हेर्दिन्छु तलकोलाई प्रेसर दे कतिवटा हो बोर्ड पनि यार ए, आयो आयो एक बजे हाना के र के हो र अहिले त ल्यान्डमाइन गरी फोड्यो लौ हानै हाना प्राइमरी वाला रिवाइभ दे तलपट्टिको मान्छे दुईजना पेल्दैछ है माथि एकजना तल एकजना पेल्दैछ मैले उताबाट आएर उताबाट गयो भने पेल्दै आइरह यो लान कोही ड्यामेज खायो मेरो भोल्टले बवाल छैन ल्या खाना थाल्यो यस्तो ठाउँमा यार के भन्नु भोल्टले डेन्जर ड्यामेज खायो जानी हो हाम्रो तल निक्लियो तल निक्लियो हाम्रो मान्छे छ मुखी फाइटिङै पर्छ यार म कसम यिनीहरूले प्यानलै युज गर्दै हुन्छ सबैले सिलिन्डर एक पुग्नदैन अरे बोला फुटो एक गोली ओइ एक गोली मेरो मानि एक गोली हो नाइस ओइ ल टोका डाउन त हाने थिएँ नि मैले नि